नमस्कार सम्पूर्णमा जय नेपाल। देश र विदेशमा रहनुभएका सम्पूर्ण महानुभावलाई म भन्न चाहन्छु, यदि प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा यदि प्रधानमन्त्री छान्नु पर्यो भने शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड यहाँहरूलाई तपाईले छान्नुहुन्छ प्रधानमन्त्रीको रूपमा? ल भन्नुस्। किनभने उहाँहरू बारम्बार आफै पार्टीको अध्यक्ष बन्ने, आफै प्रधानमन्त्री बन्ने, मरुन्जेलसम्म आफै चाहिँ प्रधानमन्त्री बनिराख्ने सिस्टम के छ भन्दाखेरि त्यही सांसदहरूले प्रधानमन्त्री छान्ने, त्यही सांसदहरूले राष्ट्रपति छान्ने, अनि हामी जनता त हेरेको हेरे हैन, हेरेको हेरे भयो। हामी जनता जहिले पनि यो नेताहरूको पछि लागेर आन्दोलन गरेर शहादत मात्रै प्राप्त गर्ने, आन्दोलन गरेर शहीद मात्रै हुने, आन्दोलनमा आफ्नो छोराछोरीलाई जानलाई उत्प्रेरित गरेर आफ्नो छोराछोरीलाई सधैँ पनि के अरे शहीद बनाउने? ल हेर्नुहोस्, ल भन्नुहोस् तपाईहरू। हामी हरेक जनताले जो जुनसुकै पार्टीमा लागेको भए पनि त्यो पार्टीको नेतालाई क्वेसन गर्नुपर्ने हुन्छ। हामीले कुन हिसाबले उसलाई पठाएको हो, चुनावमा जिताएर कसरी पठाएको हो, त्यतातिर गएर भने हामी क्वेसन गर्ने हो कि हजुर हजुर गर्ने हो? यो हजुर हजुर गरेर अब काम चल्दैन, चाहे जुनसुकै पार्टीको किन नहोस्। त्यो कुरा सबैले बुझ्नुपर्ने हुन्छ। हामी देशका नागरिक, कोही विभिन्न पेसामा, कोही सरकारी जबमा काम गर्दै होला, कोही प्राइभेट जबमा काम गर्दै होला, कोही रोजगारी गर्दै होला, अर्कै कोही जाला मजदुरीमा काम गर्दै होला, सबै आफ्नो आफ्नो काम लागेछ। तर पनि हामी आफ्नो देशका नागरिक भएको हुनाले आफ्नो देशका नेतासँग प्रश्न गर्नुपर्ने हुन्छ। काम गरेन भने त्यसलाई के गर्नुपर्ने हुन्छ, कुन सजाय दिनुपर्ने हुन्छ, त्यो हामी जनताहरूले अब बुझ्नुपर्ने हुन्छ। हामी जनताले नेताहरूको चाकरी गरेर होइन, नेताहरूसँग काम गराउने हो, आफ्नो मत परिवर्तन गर्ने हो। नेताहरूलाई चाहिँ जुन नेता राम्रो छैन भने त्यसलाई हामी चाहिँ बाइकआउट गर्ने हो, तब देश बन्छ नि। राजनीतिक दल, राजनीति भनेको एउटा सेवा हो, कुनै व्यवसाय होइन, त्यो सबैलाई थाहा छ। तर अहिले राजनीतिमा के भइरहेछ? त्यो व्यवसाय चलाइरहेछ, आफ्नो पैसा खर्च गरेर जितेछ, लुटतन्त्र मचाएछ, भ्रष्टाचार गरेछ, अनि पैसा सबै सबै आफ्नो पकेटमा हाल्छ, भ्रष्टाचारी गरेछ। अहिलेसम्म कुनै पनि भ्रष्टाचारीको जुन बाहिर कुरा आउँदाखेरि समातेको छैन नि। त्यसैले म सम्पूर्ण जनतालाई म भन्न चाहन्छु, अब त आजित नै भइसक्यो। राजतन्त्रको कुरा किन आयो त अहिले? राजतन्त्र कसैलाई पनि चाहिएको छैन। हामी त्यसलाई राजतन्त्र हटाइदिएछौँ, हामी फालिसकेको राजतन्त्र हामी कसैलाई पनि चाहिँदैन। तर यी नेताहरूको कारणले गर्दाखेरि गणतन्त्रमाथि प्रश्न उठ्न थाल्यो। त्यही राजा फेरि फर्काउनु पर्छ भनेर कुरा आउन थाल्यो, होइन? त्यही कुरो होइन। यही तीन दलका नेताहरू पराजय हो। नेपाली काङ्ग्रेस, एमाले, माओवादी, अरू त झ्याले म्याले सबै पार्टीहरू छन्। यही तीन दलको कारणले हामी राजालाई फाल्यो, यो राजा निरङ्कुश भयो होइन भनेर फाल्यो। अनि त्यसपछि प्रजातन्त्र ल्यायो, गणतन्त्र ल्याइयो, अनि सबै लुटतन्त्र भयो। सबैले थाहै छ त्यो लुटतन्त्र किन भयो भन्दाखेरि हामी जनताले कुनै पनि नेतालाई झापर हालेन कि, झापर हालेन। यदि काम गरेन भने गालामा पर्काउनु पर्छ कि तब हुन्छ कुनै पनि नेता। तर हामी त्यो गरिएनौँ, हामीले हजुर हजुर गरियो। अब कुनै पनि काम पऱ्यो भने हजुर मलाई मेरो यो काम गरिदिनुहोस्, कर्मचारीले पनि हजुर मलाई फलाना ठाउँमा सरुवा गराइदिनुहोस्, शिक्षकहरूले पनि हजुर 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 यो कुन कुन कोटामा यसो मेरो छोराछोरीहरू लगाइदिनुहोस्,
कारण त्यही हो, त्यही मौकाको फाइदा यो लुटतन्त्रका यो चोर नेताहरूले हामी सबै जनतालाई बेवकुफ बनाइरहेछन्। कारण त्यही हो। त्यो कुरा सबैले बुझ्नुपर्ने हुन्छ। कहिले बुझ्ने हामी जनता? हामी जनता सधैँ चाहिँ यिनीहरू नेताको पछि आज यो नेता आउने, भोलि त्यो नेता आउने, त्यसपछि यो तन्त्र ल्याउने भनेर कहिले हुन्छ? यही नेपाली काङ्ग्रेस, एमाले र माओवादीकै कारणले अहिले नयाँ नयाँ पार्टी जागियो। जसरी कि कोही देश र विदेशमा काम गर्दैछ, उहाँहरू पनि देशको अवस्था हेरेर, नेताहरूको एक्टिभिटी हेरेर म नेपालमा गएर केही परिवर्तन गर्छु, होइन यो भएन, अब विदेशमा यस्तो किसिमको छ, हामी आफ्नो देशमा गएर यस्तो किसिमले गर्नु पर्ला भनेर आएर अब यहाँ आउँदाखेरि यो तीनटै पार्टीको जुन पहिलेदेखि जरा गाडे छ नि, जनतामा हजुर 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 दास बनाएको छ नि जनतालाई, र दास बनेको जनताको कारणले गर्दाखेरि ती व्यक्तिहरू पनि माथि उठ्न सकेको छैन र जनताले सुख र शान्ति पाउन सकेको छैन है। अमेरिका जानलाई मान्छे त्यत्रो मरिहदै गर्छन्, तर अमेरिका छोडेर मान्छे आएर डाक्टर सिके रावजी पनि आउनुभयो, म देशको लागि केही गर्छु भनेर। रवि लामेछानेजी आउनुभयो, स्वतन्त्र पार्टी खोल्नुभयो होइन, अब देशको लागि के गर्छु भनेर। सिप लागेन यो पुरानो दलले गर्दाखेरि, यो पुरानो पार्टीहरूले गर्दाखेरि, यो हाम्रो चाहिँ नेताहरूले, हाम्रो चाहिँ जनताहरूले गर्दाखेरि है। जहिले पनि हजुर हजुर क्वेसन गर्न नपाउने, यो हामी सबै जनताले आफ्नो हक अधिकारको लागि क्वेसन गर्नु पर्छ। यो गणतन्त्रले यति देशलाई डुबाएछ। अब पहिला प्रजातन्त्र ल्यायो, प्रजातन्त्र चाहिँ अब प्रजातन्त्र ल्याउँदाखेरि यो भएन भने यो बाबुराम भट्टराईजीहरू, प्रचण्डजीहरू दुनियाँदारीको बाहिर चाहिँ यस्तो यस्तो भएछ भने हामी कुन कुन सिस्टमहरू ल्याउने भनेर 10 वर्ष जनआन्दोलन गरेर 17,000 मान्छे मारियो, उसैले कबुलेको हो। अनि त्यसपछि संविधान सभाबाट निर्वाचन गराएर त्यसपछि गणतन्त्र ल्यायो, संविधान बनायो। दुईचोटि संविधान सभाबाट, एकचोटि पनि सफल भएन। त्यो कारण के हो? जो यो दलहरूले आफ्नो स्वार्थको लागि मात्रै कुरा, जनताको लागि होइन, आफ्नो स्वार्थको लागि। सबै दलले भन्छ म जनताको लागि काम गर्छु भने, अनि सबै दलहरू मिलेर एउटा निचोड निकालेर अनि त्यसपछि जनताको लागि काम गर्दा हुन्छ नि? जहिले पनि त्यो जनतालाई भिडाइराख्ने। अहिले के भइरहेछ? सबैले अब आफ्नो पार्टीको लागि चाहिँ नि यो नेकपा एमालेमा यो गफारी केपी शर्मा ओली अहिले प्रधानमन्त्री हुन्छ। उहाँ के को प्रधानमन्त्री? अरू देशको, भारतको, छिमेकी देशको भारतको प्रधानमन्त्री कतै गयो भने कति इज्जत गर्छन्। यो प्रधानमन्त्री गए जहाँ पनि केपी चोरै भन्छन्, मजाक उडाउँछन्। यस्ता प्रधानमन्त्री, यो प्रधानमन्त्री हामी जनतालाई कोहीले चाहिँ युवा सङ्घको चाहिँ शक्ति छ, हाम्रो युवा सङ्घको चाहिँ त्यो ध्वज देखाउँछ। युवा शक्ति यो सबैलाई कब्जा गर्ने हो होइन। यो वाइसिएल, कोही वाइसिएल हो, कोही दुनियाँदारीको युवा सङ्घ के छ, दुनियाँ छ, माओवादी के अरे काङ्ग्रेसमा पनि छ। यो यिनीहरू के गरेछ भन्दाखेरि एउटा युवाहरूलाई बन्दी बनाएछ, क्याम्पसका युवाहरूलाई बन्दी बनाएर आफूलाई प्रयोग गरेछ। यो युवाहरूलाई जति पनि क्याम्पसमा जति पनि युवाहरू छ नि, युवा सङ्गठनहरू, स्वतन्त्र सङ्गठन, भातृ सङ्गठनहरू छ नि, त्यो युवाहरू शिक्षा, जसरी क्याम्पसमा जुन भातृ सङ्गठनहरू छ नि, त्यो शिक्षाको गुणस्तर बढाउनको लागि होइन, ती भातृ सङ्गठनका नेताहरूको लागि हजुर हजुर गरेर मासु दारू खाएर अरू जनताहरूलाई चाहिँ कन्ट्रोल गर्ने होइन। एउटा त्यस्तो हुन्छ, एउटा लुटतन्त्रको त्यस्तो सिस्टम छ, कन्ट्रोल गर्नको लागि बनाएको छ। शिक्षामा पनि त्यस्तै हो, शिक्षकहरूलाई कन्ट्रोल गर्नको लागि एउटा शिक्षकहरू पनि भातृ सङ्गठनहरू बनाउने, अनि त्यही शिक्षकहरूसँग डाइरेक्ट कन्सल्ट हुन्छ, विद्यार्थीसँग डाइरेक्ट कन्सल्ट हुन्छ जनताको, अनि त्यस्तो गरेछ। अनि लुटतन्त्र मचाएको छ। अहिले त्यही त कुरा उठिरहेछ नि। अहिले राष्ट्र प्रजातन्त्र पार्टी ठिक छ, राष्ट्र प्रजातन्त्र पार्टी धेरै पहिलादेखि पनि त्यो राजा पार्टी हो भनेर मान्छे कसैले पनि अब धेरै भोट दिएको पनि छैन र एउटा दुईवटा सिट जित्थ्यो। तर पनि अहिले
मान्य ज्ञानेन्द्र साईज्यू उहाँको कुरा एउटा पनि गलत छ। ठिक छ, राजा नल्याए पनि अरू उहाँको कुरा सबै ठिक छ होइन, उहाँले भनेको कुरा सबै ठिक छ। तपाईँ हेर्नुहोस् न, जनताहरू बुझ्नुहोस् कुराहरू। हामी गणतन्त्र ल्याएको के को लागि? भुइँको मान्छेहरू अनि त्यसपछि हाई लेभलकोमा सबै हाई प्रोफाइलको मान्छे, तल्लो लेभलकोमा सबै एक हुन्छ, सबैले रोजगार पाउँछ, सबै काम छुवाछुत अन्त हुन्छ। के छुवाछुत अन्त भएको छ? हामी जति पनि दलितहरू अहिले पनि कुराकानी भइरहेछ हाम्रो मधेसमा, स्वाधीन मधेसको कुरा किन उठ्यो? अहिले कसैको छैन, दलितहरूको छैन छुवाछुत अहिलेसम्म हटेको छैन। कुनै मन्दिरमा जाँदाखेरि पनि छुवाछुत मान्छ, किन मान्नु, किन कन्ट्रोल भएन भनेपछि त्यही दलित व्यक्तिहरू त्यो क्वेसन गर्न पाउँदैन माओवादीसँग या कुनै पनि नेतासँग। यो हाम्रो के छुवाछुत किन हटेन, या हाम्रो चाहिँ यस्तो रोजगार किन पाइरहेको छैन, कुनै अन्याय पऱ्यो भने किन कानुनले साथ दिँदैन, त्यो भन्नु पर्दैन। अनि सबै पार्टीले कानुन न्यायाधीश पनि पार्टीले नै कानुन न्यायाधीशहरू चयन गर्ने, राजदूतहरू कानुन न्यायाधीश नै चयन गर्ने, गभर्नर पनि कानुनहरूले के अरे पार्टीले चयन गर्ने होइन, कुलपतिहरू पनि क्याम्पस कुलपतिहरू पनि पार्टीले चयन गर्ने। अनि त्यसरी हुन्छ? सबै योग्यताको आधारमा, अनुभवको आधारमा राष्ट्रपति पनि त्यो पार्टीकोले छान्नु हुँदैन। राष्ट्रपति पनि जसले ठुलो क्याम्पसहरूमा जसरी इज्जतदार जुन लेक्चररहरू हुन्छ उहाँहरूलाई, बौद्धिक मान्छेलाई राष्ट्रपतिको लागि छान्नुपर्छ प्रत्यक्ष निर्वाचन प्रणालीबाट, त्यो कुनै पार्टीबाट होइन। मन्त्रीहरू पनि त्यस्तै गर्नुपर्छ। यो हाम्रो प्रदेश खारेज गर्दा के भयो त? प्रदेश सरकारले त आफ्नो प्रदेशमा भएको समस्याहरू के छ कसरी गर्ने त्यो नै गर्ने हो। तर के गरेको छैन, केन्द्र सरकारले जे भन्छ त्यसैले प्रदेश सरकारमा फलो गर्ने हो। केन्द्र सरकारमा जुन सत्तामा छ, जुन पार्टीको छ, प्रदेश सरकारमा मिलेको छ भने त्यहाँ चाहिँ हिसाब मिल्दैन होइन। त्यो खालि व्यवस्था मात्रै चेन्ज भयो होइन, मान्छेको जीवनमा गुणस्तरमा कुनै पनि फरक परेको छैन। त्यो कुरा सबै जनताले बुझ्नुपर्ने हुन्छ। खालि रोड बनाएर, ठुलो ठुलो बिल्डिङ बनाएर मात्र देश विकास होइन। देश विकास भनेको अब हेर्नुहोस् त, सप्तरी कमला नदीको पुल अहिले त्यसमा बजेट छैन, अर्को रोडहरू गर्दैछ तर्ती। अब त्यसमा कुन ठेकदारले कसरी बनाउन समयमा बनाउन सक्नु पर्यो? यो एक वर्षको या 5 वर्षको कुनै योजना हुन्छ भने 20 वर्षमा खत्तम हुँदैन होइन। धेरै ठाउँमा त्यस्ता किसिमको भ्यू टावरहरू बनाइदिएछ, त्यस्ता किसिमको धेरै छ। अब त्यो त अब अलिकति समाचारमा तर धेरै छ। अनाहकमा कुनै ठाउँ रोडै नभएको ठाउँ पुल बनाएछ। यो सबै कमिसन खेल हो कि होइन? त्यसैले म त भन्न चाहन्छु राजतन्त्र आओस् कि नआओस्, तर अब गणतन्त्रले गर्दाखेरि यो त्यसको गलत प्रयोग गरेछ। हामी हिन्दू सनातन धर्ममाथि एकदम प्रहार भइरहेछ। त्यसको विषयमा सबैजना बसेर, सबै संसदमा बसेर यस्तो होइन, यसलाई चाहिँ यो संविधानमा चाहिँ यस्तो किसिमले चेन्ज गर्नुपर्ने, यो चाहिँ प्रहार भयो, यो ठिक छ, राजतन्त्र चाहिँदैन, ठिक छ, त्यसलाई चाहिँ सिस्टममा लैजाउँ, यस्तो किसिमको कारबाही गरौँ, भ्रष्टाचार रोकौँ। अब हाम्रो देश कसरी समृद्ध हुन्छ त्यसको विषयमा सोचौँ। खालि गफ गरेर मात्रै हो। केपी ओलीको आफ्नै गफ हो, त्यसको पछि लागेको जनताहरू के अरे कार्यकर्ताहरू हजुर मात्रै गर्ने हो होइन। अब काङ्ग्रेस पार्टीमा सुनिल शर्मा जस्तो युवा नेता त्यस्ता हुनुपर्छ, उहाँले एकदम सठिक कुरा गर्नुहुन्छ। त्यस्ता नेताहरू हुन्छ। चन्द्र भण्डारी जस्तो हुनुपर्छ। नेकपा एमाले भीम रावलजी हुन्थ्यो, अरू त सबै त्यस्तै छ, उहाँलाई निकालिदिनु भयो। प्रचण्ड के अरे माओवादीमा नारायण काजी श्रेष्ठजी अलिकति कुरा गर्नुहुन्छ जनतालाई, अरू सबै त्यस्तै छ। सबैले धाक धम्की देखाएर आफूलाई कमाउने, आफ्नो परिवारलाई पाल्ने, आफ्नो परिवारले त राजनीतिमा सबैलाई लगाउने हो। त्यही त भइरहेछ नि अहिले। त्यो कुराहरू जनताले प्रश्न गर्न पाउँदैन, प्रश्न गर्न पाइहाल्छ नि। अब जनताले चाहे जुनसुकै पार्टीको किन नहोस्, ल हेर्नुहोस्, जनमत पार्टीले अहिलेसम्म मैले सुनेको छैन, मैले जुन दिनदेखि जनमत पार्टी आएको छ अहिलेसम्म मैले सुनेको छैन कि राजविराजमा जुन औद्योगिक क्षेत्र जो नेपाल भारत सहयोगबाट कुन जमानामा बनेको, हामी त्यो बेलामा पनि सानै थिए होइन, उद्घाटन गर्ने बेलामा हामी दौडेर आएको थियो त्यहाँ राजविराज। त्यहाँ चाहिँ यो चाहिँ के अरे शिलान्यासको बेलामा यहाँ यस्तो धेरै फ्याक्ट्रीहरू बन्छ, यो मान्छे सबै रोजगार पाउँछ भनेर। राजविराज महेन्द्र बहुमुखी क्याम्पस निरको जुन यो नेपाल भारत सहयोगबाट बनेको छात्रावास हो, त्यो कहिले सञ्चालन हुन्छ? अहिलेसम्म के त्यसको कुरा गरेछ?
त्यो कुरा गर्नुपर्ने हो। जुन पनि पार्टीका नेताहरू आयो भने हाम्रो समस्या के त्यसको बारेमा कुरा गरौँ न। राजबाग हस्पिटलको अवस्था कस्तो छ त्यसको बारेमा कुरा गरौँ न। त्यसैले म सम्पूर्ण जनतालाई म त्यही आग्रह गर्न चाहन्छु, तपाईहरू जहाँबाट भए पनि अब जुनसुकै पार्टीका नेताहरूको जुन पार्टीको नेता राम्रो काम गरेको छ भने तपाईहरू उहाँलाई कसरी हुन्छ सजाय दिनुहोस्, भौतिक सजाय, हरेक गाउँबाट हरेक टोलबाट सजाय दिनुहोस्, तब हुन्छ, नभए हुँदैन। अब हामी जनता सधैँ चाहिँ नै बस बेरोजगार युवाहरू सबै बेरोजगार गइरहेछ, बेरोजगार भएछ, सबै वैदेशिक रोजगारमा गइरहेछ, शिक्षाको पनि त्यस्तै छ हालत। त्यो सोच्नु। अब एकैछिन लागि हेर्नुहोस् त, अहिले हामी सबै परनिर्भरता छौँ। अब सबै एकछिनको लागि चाइनाले भारतले सामान दियो भने हामी कहाँबाट सामान ल्याउनु, त्यस्तै त नि परनिर्भरता। हामीले चाहिँ नै जेमा पनि परनिर्भरता, व्यवसायले चलाएको देश। अब कुनै के अरे अहिले भर्खर चाहिँ त्यो बसहरूको चाहिँ गाडीवालाको चाहिँ कुरो मिलेको छैन, उनीहरू अब हडताल गरिदिएछ। कुनै के हो यस्तो छ कि सबै व्यवसाय कुनै बेला चाहिँ अब निजी विद्यालयहरूले हडताल गर्दैछ। मलाई यो भएन। सबै के यो सरकार मजबुत हुनुपर्छ, मजबुत कन्ट्रोल गर्न सक्ने खालको हुनुपर्छ, कि सजाय दिने खालको सक्ने हुनुपर्छ, होइन, न्याय दिन सक्ने खालको हुनुपर्छ सरकार। आफ्नो पार्टी चलाउन होइन, आफ्नो पार्टी चलाउन सकेको छैन भने राजीनामा तुरन्त दिइहाल्नुपर्छ, अरू राम्रो युवालाई दिनुपर्छ मन्त्री बन्नलाई, है त। त्यसैले म सबै जनतालाई आग्रह गर्न चाहन्छु, सबै जनता एकपल्ट उठौँ। अब जुन पार्टीले अहिले राष्ट्रवादी पार्टी विद्रोह गरिरहेछ होइन, ठिक छ। अब राष्ट्रवादी पार्टीले पनि अब हामीले सहयोग गरौँ। किनभने आवाज त उसैले उठाएको हो, अरूले आवाज उठाएको छैन नि। जुन पार्टी आवाज उठाएको छ हाम्रो जनताको लागि, त्यसका लागि हामी उठ्नुपर्छ। अब त्यसैले सबैजना अब उठ्ने बेला भयो, जाग्ने बेला भयो, नेताहरूसँग प्रश्न गर्ने बेला भयो, यो काम किन भएन भनेर। धन्यवाद।